भयो कति भयो तपाईँलाई? 1.5 वर्ष जस्तो। 1.5 वर्ष। 1.5 वर्षदेखि दबाई खाइरहनु भएको छ? ए प्रेसर त छैन नि? प्रेसरको दबाई चाहिँ खाइरहनु भएको छैन होइन? यस्तो भयो कि जस्तै सुगर हुनुमा नि तपाईँको केही पनि दोष छैन कि। सुगर भनेको नि तपाईँको आमापट्टि 7 पुस्ता, बुवापट्टि 7 पुस्ता है, बुवा मम्मीलाई छ नि भनेपछि बुवा मम्मीले दिएको उपहार राम्रै हुन्छ कि। यो हुनुमा केही पनि दोष छैन है त, चिन्ता नगर्नु होला। होइन 10 वर्ष अगाडि नै सुगर चाहिँ देखाएको हो। हजुर अहिलेसम्म चाहिँ कन्ट्रोलमै राखेँ। राम्रो। अब अहिलेबाट पोहोरदेखि चाहिँ औषधि खाने। मैले यस्तै हाँसिराख्नु होला किनभने चिनीभन्दा बढी चिन्ताले सुगर बढ्छ है, चिन्ता चाहिँ नगर्नु। बुवा आमाले आशीर्वाद दिएको है त, त्यो एउटा भयो। यस्तै चाहिँ हाँसिराख्नु होला। र अर्को कुरा चाहिँ जस्तै खानामा नि चिनी, सक्खर, मह, बोतलमा भएको जति पनि कोक, फ्यान्टा, जुसहरू आउँछ, सुगर फ्री टेब्लेट आउँछ, सब बिजनेस हो, यिनीहरू नखानु होला है त। सब चिनी पानी हो, चिनी झन् बढाउँछ। बाद बाँकी सबै थोक खाना पाउनुहुन्छ, बिहा भोज, दसैँ तिहार सबै है। तर खाना खाँदाखेरि के विचार गर्नु पर्यो कि मलाई खाना खाँदाखेरि अहिलेसम्म म भात दाल सब्जी खाइरहेको, जस्तै भात दाल सब्जी खाइरहेको थिएँ भने अब सब्जी दाल भात भनेपछि यो थाल भयो कि डायबिटिजको सुगरको थाल भन्छ कि प्लेट। आधीमा तरकारी साग सलाद र सुरुवात यहाँदेखि नै गर्नु होला। जस्तै पहिलो चाहिँ यहाँबाट सुरु गर्यो, हल्का साग सब्जी राख्नु होला, अन्तिममा भात रोटीसँग मिलाएर खानलाई, तर सुरुवात चाहिँ यहाँबाट गर्नु पर्यो। त्यस पछाडि यो फाइबर भयो, त्यस पछाडि प्रोटिन, दाल मासु अन्डा दही जे खानुहुन्छ दोस्रो नम्बरमा भयो। यो भात अथवा रोटी 4 भागमा 1 भाग थोरै र अन्तिममा खानु होला। यो तरिकाले मात्र खानुभयो भने तपाईँको चाहिँ सुगर जुन बढ्छ नि खाना खाएर 75% सुगर बढ्न दिँदैन है। र बिहान बिहान आधीदेखि 1 घन्टा हिँड्नु होला, आधी घन्टा बसेर योगा गर्नु होला। जहाँ डक्सी चुरोट खानुहुन्न धेरै राम्रो है। र सबभन्दा खतरा भनेको रातिको खाना हो। हामी चाहिँ अब माइन्ड फ्री हुन्छ, काम धेरै हुँदैन भनेपछि खाना पनि धेरै खान्छौँ, अब बसेर टिभी मोबाइल भयो नि त होइन, त्यसले गर्दा सुगर बढ्छ कि। र सबभन्दा बढी चाहिँ सुगर फाल्ने भनेको शरीरबाट यहाँको डल्लो मासु हो कि। यसले गर्दा के हुन्छ भने नि तपाईँ चाहिँ हिँड्नु भयो भने त मासु तन्किन्छ नि त। र रातिको खाना खाएर 15 मिनट मात्रै हिँड्नु भयो भने खाना खाएर जुन सुगर बढ्छ नि, किनभने दिनमा त हामी खाना खाएर हिँडिहाल्छौँ, राति चाहिँ बस्ने काम बढी हुन्छ। त्यसले गर्दा चाहिँ रातिको खाना खाएर 15 मिनट हिँड्नु भयो भने 25% सुगर बढ्न दिँदैन भनेपछि 100% त आफ्नै हातमा छ हो। एउटा अझै उदाहरण दिन्छु, अलिकति सजिलो होला। तपाईँको शरीरमा नि 50 सुगर बढ्नलाई यति साग सब्जी सलादले 50 बढाउँछ भने यति चाहिँ भात रोटीले 50 बढाउँछ, यति जमिन मुनि कुराले 50 बढाउँछ भनेपछि खाना त सबै मिल्दो रहेछ। जमिन मुनिको आलु पनि खान मिल्यो तर थोरै। सुगरको लागि कुन खाना राम्रो नराम्रो भन्दा पनि सबै खाना राम्रो हो, मात्राको कुरा हो। धेरै खानुभयो भने मिल्छ, धेरै खानुभयो भने धेरै सुगर बढ्छ, थोरै खानुभयो भने थोरै सुगर बढ्छ। घिउ चाहिँ खान मिल्छ, घिउ चाहिँ राम्रो फ्याट भन्छ कि, राम्रो बोसो भन्छ कि, त्यसले गर्दा घिउ चाहिँ खान मिल्छ है त। फलफुल कुनै पनि खाली पेटमा नखानु होला। स्याउ सधैँ खान एउटा मिल्यो, सुन्तला सधैँ एउटा खान मिल्यो, अम्बा सधैँ एउटा खान मिल्छ। तर जुन बढी गुलियो फलफुल छ नि, जस्तै आँप भयो, अङ्गुर भयो, लिची, केरा, खरबुजा, कटहर, सबै है। त्यसले गर्दा के छ भने नि अहिले सबै फलफुल त यसले मान्छेले बनाएको हो नि त होइन, हाइब्रिड हो नि त सबै, भगवान्ले बनाएको त होइन। हेर्नु न साइज यत्रो यत्रो बढ्दै गइरहेको छ आकार, त्यसमा बिउ छैन होइन, फाइबर छैन, त्यसले गर्दा एकचोटि पच्छ र सुगर बढ्छ कि, गुलियो पनि कति बढ्दै गइरहेको छ। खान चाहियो, हामीले फलफुल चाहिन्छ किनभने शरीरलाई भिटामिन चाहियो, तर खाने तरिका मात्र। आँप खानु मन छ हप्तामा 1 दिन 2 दिन सानो पिस, त्यो पनि खाना खाएर है। स्याउ चाहिँ खाली पेटमा मिलेन, कुनै पनि फलफुल खाली पेटमा नखानु होला। खाजा खाए जस्तै म के गर्छु भनेपछि जस्तै खाजा खाइरहेको छु नि, सबै थोक पहिला खायो, फलफुल अन्तिममा खायो होइन होइन, जस्तै खाली पेट त मिलेन नि त, किनभने खाजा खाइरहनु भएको छ भने सुरुमा जस्तै चना आलु अथवा केही खानुभयो, अन्तिममा स्याउ खानुभयो है। जस्तै आँपै खानु मन छ भने खाना खानुभयो, लास्टमा खायो, त्यस्तो चाहिँ मिल्यो, त्यसमा सुगर बढ्दैन। अर्को कुरा चाहिँ जस्तै तपाईँलाई सुगरले आँखामा असर गर्छ, सबभन्दा के हुन्छ नि साइडबाट असर गर्छ। दृष्टिमा समस्या आउने बेलामा धेरै ढिलो भइसकेको आउँछ। त्यसले गर्दा सुगरको बिरामी जुन बेला थाहा पाउँछ त्यति बेला आँखा जाँच गर्नु पर्यो। त्यस पछाडि हरेक वर्ष आँखा जाँच गर्नुपर्छ है। र सुगरले नसामा असर गर्छ, सबभन्दा बढी खुट्टाको नसामा असर गर्छ।
केही कुरा चोट लागेको केही घोचेको जति अरूलाई थाहा हुन्छ त्यति कसैलाई पनि थाहा हुँदैन हो, अरूलाई चाहिँ थाहा हुँदैन। सुगरको बिरामीलाई जस्तै जस्तै कुनै कुरा चोट लाग्यो केही घोच्यो जति अरूलाई थाहा हुन्छ त्यति चाहिँ सुगरको बिरामीलाई थाहा हुँदैन। घाउ हुन्छ, घाउ निको हुँदैन, हड्डी समात्छ, पछि औँला काट्नुपर्ने, खुट्टा काट्नुपर्ने स्थितिहरू आउँछ। अहिले पनि इमर्जेन्सीमा जानु सबै पालो पर्खेर बसिरहेछ हो। त्यसले गर्दा त्यो नहोस् भनेर घरभित्र होस् घर बाहिर होस् खाली खुट्टा नहिँड्नु होला, किनभने घरमा पनि किल्ला फ्यालेको हुन्छ, किल्ला घोच्छ नि त घरमा पनि। घरको चप्पल छुट्टै राख्नु, बाहिरको चप्पल छुट्टै राख्नु, तर खाली खुट्टा नहिँड्नु होला है त। र अर्को कुरा चाहिँ जस्तै यो चोचे खाली जुत्ता चप्पल नलाउनु, जस्तो लाउनु भएछ नि जुत्ता त्यो चाहिँ लाउन मिल्दैन। यसमा औँलाहरू कसिन्छ कि हो, औँलाहरू कसिन्छ, आकार बिगार्छ, मासु पनि कमजोर भएको हुन्छ सुगरमा, पछि घस्रेर घाउ हुन्छ। यो लोटी भएको फिता भएको चप्पल नलाउनु होला, बिचमा घाउ बनाउँछ। अलिकति मुख फ्याकिलो भएको जुत्ता चप्पल लाउनु होला, उसाउने खाले, यसमा औँलाहरू मजाले बस्यो। र सधैँ राति खुट्टा धोएर पखालेर सुत्नु होला। औँलाको बिचमा कपडा लिएर सुक्खा राख्ने, बाहिर बाहिर कहिलेकाहीँ लोसन लाउँदा आउँछ, तेल लाउँदा आउँछ। नङहरू काट्दाखेरि नुहाए पछाडि नरम भएकोलाई सिधा गरेर काट्नु होला। जस्तै अस्पताल आउनु भन्दाखेरि त ऐनामा अनुहार हेर्नु भयो नि त होइन, हामी खुट्टालाई एकदमै हेला गर्छौँ कि है त। त्यसले गर्दा के छ भने खुट्टा र अनुहार एक समान हुन्छ कि। खुट्टालाई पनि जस्तै जुत्ता लगाउने बेलामा नुहाउने बेलामा खुट्टा पनि चेक गर्नु होला है त। त्यो भयो। सुगरको रोग चाहिँ राम्रै हो, समस्या नराम्रो हो। सुगरको दबाई महँगो भन्दा समस्या महँगो हुन्छ। किडनी बिग्रियो, डायलाइसिस गर्दा गर्दा जीवन पनि गयो, सम्पत्ति पनि गयो, मृत्यु मात्र लामो हुन्छ। खुट्टा काट्नु पऱ्यो, जीवन नै गयो होइन, आँखा आँधो पार्छ होइन। त्यसले गर्दा के छ एउटा खुट्टाको एउटा घाउ हुन्छ नि खुट्टामा, त्यसको र क्यान्सरको उपचारको खर्च चाहिँ अनुसन्धान गरेछ कि खुट्टाको उपचारको खर्च बढी देख्यो कि। त्यसले गर्दा के छ भने अब समस्याबाट बच्न सक्यो नि त। अब जस्तै अब तपाईँको त कुनै समस्या अब आउँदैन, त्यति कुरा थाहा पाए पछाडि त्यो एउटा भयो। अब यो सबैबाट बच्नलाई मेरो सुगर कति हुनु पऱ्यो त, तपाईँले मैले त भने तपाईँलाई, तर सुगर कति हुनु पऱ्यो यो हो। जस्तै एउटा 3 महिनाको औषध सुगर छ नि एसबिएनसी, 7 भन्दा मुनि हुनुपर्छ, तपाईँको 7.1 छ होइन, ठिक छ। खाली पेटको 80 देखि 130 हुनुपर्छ, तपाईँको 120 छ हो। खाना पछि 40 देखि 180 हुनुपर्छ, तपाईँको 135 छ, ठिक छ। यो लक्ष्य दायरामा भयो भने तपाईँको कुनै पनि समस्या कहिले पनि हुँदैन। 10 वर्ष अगाडि नै देखिएको हो, अहिलेसम्म चाहिँ कन्ट्रोलमै ल्याएको छ।